अब चाहिँ हामी अगाडिबाटै भ्लग गर्छौँ, जस्तो कालो आए पनि गोरो आए पनि है। अब यस्तै गरेर भ्लग गर्ने। अब म पनि पछि युट्युब च्यानल खोलेर भ्लग हाल्छु होला सायद। अलि टाढैतिर पढ्न गयो भने, यताउति गयो भने हो, नत्र त है उहाँलाई पनि के फोटोसोटो खिच्ने। बहिनी दाँत देखाउ त खै, फेरि हेर्नु पछाडि बोटहरू। नजिकैबाट गयो, के गर्नु अब, आफ्नो औकातभन्दा बाहिरै छ भनौँ भने। जाब 200 हो, तर पनि अब यसो खर्च गर्ने होइन क्या, पैसा भने बचाएर राख्ने हो। तर खर्च गर्न मन लागिहाल्छ, तर पनि सब बाटो कुटेर अगाडि गइरहन्। चिनेको भने कोही पनि भेटेको छैन अहिलेसम्म। यताबाट नजिकै देखिने रहेछ, यताबाट देख्छौँ यसो पारेर। अनि हल्का घामले टल्केर गोरो आम्ला हेर्नु, बोट हेर्नु है गाई यस्तो छ। अब हेर्नु दुईवटा सँगसँगै अगाडि र पछाडि हुन्छन्। सबले हाई गरी मोबाइलमा भ्लग बनाएको देख्नै हुन्न सबलाई। यहाँ हेर्नु है, तिनटै फटाफटा छन् यहाँ। यो पनि माहाफटा, खाप्ची हेर्दा मात्रै सोझो हो, भित्रबाट लास्टै घुसघुसे छ। त्यसै नगर्दा। अनि हामी भने अलि फोटो खिच्नेमा सबको ध्यान छ। हामी भने अब सुरु हुने हो। यस्तो गरेर हेर्नु भने यस्तो छ वरिपरि है। ड्याडीको मोबाइल चोरी बनाएको। अब हेर्नु सब फटाखन कि आउन पाएन, झुल्लिहालेँ। अब अलि उदा भने मोबाइल खस्ला भन्ने डर छ। यतैबाट अब यस्तो गरेर यिनीहरू फेरि अल्छी ग्याङ दुईवटा देख्यो नि, यहाँ नआउने भन्छ, तर पनि जबरजस्ती ल्याएर आएको यिनीहरूलाई। त्यो पनि आएर पनि जागरै देखाउनन्। यहाँ हेर्नु माहाफटा भनेको यही हो है। यति फटा छ नि, जति जे गर्दा नि यसलाई हुँदै हुन्न। ल अब हाम्रो ब्लग यही एन्ड गरौँ। तपाईँले हाम्रो लागि पनि लाइक सब्सक्राइब सेयर गरिदिनु भने पनि युट्युबमै हाल्दैनौँ यो। अनि पानीको आवाज सुन्ने खालि नै। ल बाई।